गुड मर्निङ। आज त वेदर पनि राम्रो छैन हो। ताउरेर भए पनि जाँदैछु नि म काम। आजको मौसम यस्तो छ। मेरो घरको दत्त झन् यस्तो भइसक्यो। हाम्रो छेउमा मन्दिर छ, माताको मन्दिर। सबैजनाले दर्शन गर्नुहोला। दुर्गा माताको मन्दिर छ, सबै दर्शन गर्नुहोला। जाँदैछु अब चाहिँ म। आज मेरो सेकेन्ड डे हो। छाता गरेर भए पनि जाँदैछु। चिसो पनि लाग्ला जस्तो छ हो, तर पनि जाँदैछु। तपाईँहरू आएपछि देखाउँछु है। यो चाहिँ त फर्स्टै भएर होला हो, थाकेर होला के सुतेछु। अन्त त म बिहानै छिट्टो उठेर पूजामा जान्छु क्या। सुतेछु पो म त। अब चाहिँ म हिँड्दै चाहिँ म बोल्दै चाहिँ म हिँड्दिनँ, किनभने नि गुड मर्निङ गुड मर्निङ। थाक्दो रहेछ कि तपाईँलाई म। अन्त 10 दिनसम्म चाहिँ म कतिको चाहिँ हिँडेर अलिकति भए पनि घट्दछ भनेर देखाउँछु। त्यहाँदेखिको 10 दिन बादमा म हिँड्छु। तर म 10 दिन बादमा पनि तपाईँहरूलाई मैले खाना कसरी कन्ट्रोल गर्दैछु, खाना के खाँदैछु त्यो पनि देखाउनेवाला छु हो। अहिले चाहिँ म एकदम वक गरेको खालि देखाउँदैछु है। अल्छिनामा नि हेरिदिनु होला होइन। सटाको नि आइपुग्यो हो। दिदीलाई पर्खिरहेको छु। अब चाहिँ म सडकबाट हिँडेँ, म नबोली हिँड्छु फटाफट हो। त्यहाँदेखि तपाईँलाई म घर आएपछि फेरि देखाउने छु है ल। 10 डेजको च्यालेन्ज चाहिँ मेरो। 10 डेजमा चाहिँ म 90 केजीबाट चाहिँ कति चाहिँ लस्ट हुँदो रहेछ हिँड्दा भनेर। तर हिँड्नु चाहिँ म हिजो म धन्नै 5 किलोमिटर हिँडेँ होला। आज म अलिकति बेसी हिँड्छु होला है। आएपछि देखाउँछु ल तपाईँहरूलाई। बाई बाई। अब चाहिँ फर्केको अनि चाहिँ प्रकाशको रामसम्म कि चौरस्ता जाने भनेको थियो। पुरा पानी पऱ्यो हो। अनि अब गणेशको रामसम्म चाहिँ गएर चाहिँ हामी अब फर्केको है। तपाईँहरूलाई म घर पुगेर देखाउने छु। दुई माने देखेकै हो। अनि यो चाहिँ त्यहाँ चाहिँ हाम्रो घर जाने घर। यो चाहिँ हाम्रो बोलेरो, स्कर्पियो, के भन्छ अल्टो, त्यो टाटा कुनै के भन्ने सबै लास्टमा चाहिँ हामी यसमा जान्छ है। यसमा हामी यसमा जान्छ। अब चाहिँ लास्टमा चाहिँ हामी यसमा जान्छ। गाउँमा आइपुग्यो होइन। पानीले खुट्टामा यस्तो भिजे हो, जुत्ता खुट्टा सबै भिज्यो। तपाईँहरूले फेरि भन्ला होइन 90 किलो देखायो, त्यो कहिलेको होला भन्ला। त्यो कहिलेको पनि होइन, अहिलेको नै हो। सुराले हेर्दा हुन्छ हो। गाउँ पुग्यो है। यस्तो गर्मी भयो। अब यो चाहिँ मैले पानी लगाएको होइन है, रियल हो। अन्त यो चाहिँ अब मेरो सेकेन्ड डेको हो। लुक्स हेर्नुहोस् होइन। यस्तो गर्मी भयो। अब चाहिँ म एकदम ग्याप गर्ने छुइनँ है। अन्त त्यसले गर्दाखेरि चाहिँ हिजो त मैले बाई भन्नु पनि पाएन। अन्त
अब 10 डेज 10 दिनको म च्यालेन्ज गर्छु हैन। 10 दिनसम्म चाहिँ म खाना एउटा पनि बार्दिनँ। वकले मात्रै मान्छे कतिको चाहिँ घट्दो रहेछ भन्ने म कन्फिडेन्ट लेभल ल्याउँछु हो। कतिको चाहिँ हुँदो रहेछ वकले खालि भन्ने चाहिँ म गर्छु हैन। अन्त त्यसले गर्दाखेरि चाहिँ 10 दिन बादमा चाहिँ म खाना पनि म यो खाँदैछु भनेर तपाईँहरूलाई म देखाउने छु। यहाँ हेर्नुहोस् पसिना है, यहाँ हेर्नुहोस् ए पसिना चुकुरी हेर्नुहोस् यहाँ हेर्नुहोस् अम्बो हो। त्यसले गर्दाखेरि चाहिँ म जान्दैछु हैन। म जस्तै कतिजना अब होला हैन, खानामा कन्ट्रोल गर्नु नसक्ने, अब हिँड्नु नमान्ने होला हैन, कतिजना होला, अब लेडिज जेन्ट्स सबै होला। तर अब म हेर्छु पहिला 10 दिन बादमा चाहिँ म कतिको घट्दो रहेछु। त्यहाँदेखि चाहिँ तपाईँहरूले पनि मेरो साथ दिनु होला है। मान्छे खानाले मात्र हैन वकले पनि घट्छ भन्ने चाहिँ आशा राख्नुपर्छ है। ल यति भन्दै बाई बाई, सी यू, भोलि भेटौँ है।